एकैछिन हाम्रो नेपालको माननीय सांसदहरूको यो कुरा सुन्नुस् त। हामी निर्वाचित भइसकेपछि हाम्रो सचिवालयले हामीले ड्रेसको लागि चाहिँ कोटहरू उपलब्ध गराउने भएको थियो र हामीले नाप जाँच पनि गर्यौं। नाप जाँचमा तलमाथि भएको कारणले गर्दाखेरि म लगायत केही माननीयज्यूहरू अझै पनि ड्रेस पाएका छैनौं। पटक पटक यो कुरा सचिवालयमा हामीले राख्दा पनि त्यो सुनवाई भएको छैन। सभामुख महोदय, यो के उद्देश्यको लागि त्यहाँबाट हामीले चाहिँ निर्देशित गरिएको हो, यो कुरा म यही सदन मार्फत राख्न चाहन्छु। धन्यवाद। यस्ता यस्ता सांसदहरू छन् हाम्रो देशमा। जनताको समस्या लिएर सांसदमा जाने कि आफ्नो पर्सनल आफ्नो देशको कुरा गर्ने ठुक्का मासाला। यिनीहरू सांसद होइन क्या, यिनीहरू देश बनाउन आएकै होइन। यिनीहरू त त्यही लुटेर खान आएका हुन्। यिनीहरूलाई थाहै छैन कि देश कसरी बन्छ र देश कसरी बनाउने हो र जनतालाई कसरी रिझाउने हो, जनताको काम कसरी गर्ने हो भन्ने कुरो यिनीहरूलाई थाहै छैन। फोकटमा सांसद भएर आएछन् यिनीहरू। न यिनीहरूलाई जनताको पर्वाह छ, न यिनीहरूलाई कसैको पर्वाह छ। यिनीहरूलाई सिर्फ छ त आफ्नो पर्वाह छ। यति सानो देशको कुरा लिएर सांसदमा आउने भनेपछि यिनीहरूको दिमाग कहाँसम्म छ? त्यसै देश बनाउँछ यिनीहरूले, यस्ता जहिले सांसदहरूले।